अब चाहिँ हामी कलर गेम भन्छ कलर गिफ्ट एक्सचेन्ज एक्सचेन्ज अनि चाहिँ हाम्रो हतार छिटो गेम क्या त मेरो जाने प्लान थिएन है गाइस मैले घरमै गर्ने भनेको उसले जाने पनि गऱ्यो मेरो प्लान थियो कलरबाट स्टार्ट गर्ने फेरि ओके 1 2 3 थ्याङ्क यू व्हाइट कलर व्हाइट कलर 1 2 3 तर व्हाइट छैन है गाइस घी कलर चाहिँ मैले व्हाइटमा केही नलिएर अब चाहिँ हामी येलो कलर गर्ने 1 2 3 तर मेरो भ्याइयो थियो स्याम्पू मलाई चाहिएको थियो गाइस थ्याङ्क यू सो मच ब्लू है मेरो चाहिँ उसलाई मैले हर्लिक्स खाऊ गरिरहेको थिएँ अस्तिदेखि मलाई होली खाउसँग तिमी खाना टाइममा खाँदैन अस्तिदेखि होइन 3-4 महिना अगाडिदेखि टाइम भएको बेलादेखि भन्ने उसले मान्दै सबै उसलाई मनपर्ने कुराहरू सबै युज गर्नुलाई थाहा छैन अनि त्यो भएर मलाई त थाहा छैन होला उसले सब मेरो के थाहा छ गाइस थ्याङ्क यू सो मच अब चाहिँ ग्रे कलर है गाइस अलिक खासै सुक लगाउँदैन नि स्यान्डल लगाउँछ अनि मैले चाहिँ सुक ल्याइदिएको ग्रेमा व्हाइट पनि मिक्स क्रिम टाइपको छ तर कलरहरू यो बनाउँदा है हामी राम्रो छ अनि यो चाहिँ यो के रिजल गर्ने भन्दा अगाडि लाउने एलोभेराको तिमीले यो मसला भेट्नु न भन्दा अगाडिदेखि नै लगाउँछु है यो चाहिँ मैले चाहिएको थियो भित्रबाट ब्ल्याक छ बाहिरबाट पिङ्क भनेर ल्याइदिनु है थ्याङ्क यू सो मच मेरो त पुरा मेकअपको क्रिम भयो अनि यो चाहिँ ब्ल्याक है डेली ब्ल्याक स्काई ब्लू भनेर स्काई ब्लू चाहिँ यो चाहिँ गाइस यो स्काई ब्लूमा अब छ र लागि छैन है फेरि आउँदै यहाँ पनि जग्गा छ गाइस के छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस थ्याङ्क यू सो मच आई लभ यु इसा लभ यु